कागले कान लग्यो भने कान छाम्नुपर्छ, कागको पछि लाग्नु हुँदैन भन्ने उखान नेपाली नीति निर्माणमा ठ्याक्कै मिल्ने भइसकेको छ। आगामी आर्थिक वर्ष 2082-83 को बजेट वक्तव्यले यस्तो झट्का दियो जसले कान्तकै सरकारको गिर्खे पालै हल्लाइदियो। अहिलेसम्मको परम्परा अनुसार टेक अर पे प्रथालाई छाडेर अब टेक एन्ड पे नीतिमा जाने भनिएको छ। सुन्दा सस्तो लाग्ने यो शब्द वास्तवमा लगानीकर्ताको पेटमा लात ठोक्ने नीतिगत होत हो। नेपाल विद्युत प्राधिकरणले लगानीकर्तासँग ऊर्जा खरिद सम्झौता पावर पर्चेज एग्रिमेन्ट PPA गर्छ। हालसम्म लगानीकर्ताको बिजुली किन्ने निकाय प्राधिकरण मात्रै हो। नदी प्रवाही आयोजनाको बिजुली वर्षयाममा 4 रुपैयाँ 80 पैसा र हिउँदमा 8 रुपैयाँ 40 पैसामा खरिद सम्झौता गर्छ। अहिलेसम्म प्राधिकरणले टेक अर पे अर्थात् PPA भएपछि प्राधिकरणले बिजुली लिए पनि नलिए पनि लगानीकर्तालाई पैसा तिर्नै पर्छ। कुनै आयोजनाबाट जति बिजुली उत्पादन हुन्छ त्यो सबै प्राधिकरणले खरिद गर्छ। यसले गर्दा बैंकहरू लगानीकर्ताहरू आयोजनामा ढुक्काली लगानी गर्न तम्सिन्थे। तर यही नीति टेक एन्ड पे लागू भएमा प्राधिकरणले चाहेका बेला बिजुली लिन्छ र त्यसको मात्रै पैसा दिए हुन्छ। अर्थात् टेक एन्ड पेमा PPA हुँदा प्राधिकरण चाहिएको बेला बिजुली लिन्छ, नचाहिएको बेला लिँदैन। प्राधिकरणले बिजुली नलिए उत्पादन भएको सबै बिजुली खेर जान्छ। बजेट त संसदमा आउँछ, तर यो टेक एन्ड पे भन्ने शब्द कसरी आयो भन्ने कुरामा ऊर्जा मन्त्रालयदेखि प्राधिकरण र अर्थसम्मका हाकिम सबैको मुखमा एउटै वाक्य हामीलाई थाहा छैन। सायद यो नीति चिया पसलको गफबाट बजेटमा सुटुक्क पसेको हुनुपर्छ। अरू देशमा गुप्तचर सस्ता हुन्छ, नेपालमा त गुप्त नीति निर्माण केन्द्र। खासमा यति गम्भीर शब्द लापरवाहीले कसरी बजेटमा घोष्यो? यो प्रश्नको जवाब खोज्दा खोज्दै जनताले बिजुली हेरेर सुकुटी सुकाउँदै बस्नुपर्ने अवस्था आउन सक्छ। दियो बलेको त देखेनौ, घाम उदाएको देख्यौ भन्ने उखानले सायद सरकारको बिजुली हेर्ने दृष्टिकोणलाई प्रतिबिम्बित गर्छ। टेक एन्ड पे अर्थात् लिएको तिर्छु नत्र होइन। अब सोच्नुहोस्, निजी लगानीकर्ता आउने कि भाग्ने? अबको हालत यस्तो हुन सक्छ। लगानीकर्ताले भन्नेछन् सरकारले खरिदको ग्यारेन्टी दिँदैन भने किन बिजुली उत्पादन गर्नु? यता सरकार हामी त अब टेक एन्ड पेमा गयौँ नि, बिजुली चाहियो भने लिन्छौँ नत्र शुभकामना। अनि उता आयोजना सुत्केरी झैँ पीडा सहँदै भन्नेछन् ए बाबु अब त डुबेको डुबे। बैंकको किस्ता तिर्न थाल्नु अघि नै सरकार आफै ब्याग भइदियो। हाम्रा केही मन्त्री छन् जसले आफूलाई सुपरम्यान सम्झिन्छन्। यिनले अरूको क्षेत्र हडन गर्न पाउनु जनतासँग मिलेको विशेष अधिकार हो भन्ठान्छन्। अर्थ मन्त्रालयलाई त अर्थ सर्वशक्तिमान मन्त्रालय भन्न मन लाग्यो। कुडो कुट्ने तरुल फाड्ने यो मन्त्रालयले अब नीति बनाउने, मन्त्रालय चलाउने, संसदमा कुरा राख्ने सबै काम आफै गर्छ भन्ने हो त। बजेट तयार पार्ने अभ्यास अब गम्भीर आर्थिक दस्तावेज होइन, सरकारी सस्पेन्स थ्रिलर जस्तो बन्न थालेको छ। यदि तपाईँ बजेटको मस्यौदा पढ्दै हुनुहुन्छ भने सास फेर्नु अघि पृष्ठ हेर्न नछाड्नुहोस्, किनभने त्यहाँ कति नीतिगम बन्द पड्किएको छैन भन्ने जाँच गर्नुपर्ने हुन्छ। अब सोच्नुहोस्, सरकारले निजी क्षेत्रमा लगानी ल्याउन अनेक योजना बनाइरहेको छ, तर त्यही सरकारले जब सन्देश दिन्छ कि हामी त पक्का खरिद गर्दैनौँ, अनि कुन मूर्ख लगानी गर्न आउँछ त? यो त बिहेको कार्ड बाँड्दै हिँड्नु तर दुलही नलाने घोषणा गरिदिनु भने जस्तो भएन र? लोकतन्त्रको मूल मान्यता हो पारदर्शिता, उत्तरदायित्व र विधि प्रक्रिया। तर अहिलेको अभ्यास हेर्दा त नियम पुस्तिका च्यातेर नीतिगत चिट्ठा खोल्ने शैली देखिन्छ। संसदमा छलफल गरौँ भन्ने सुनिँदैन, गल्ती देखायो भने बुझ्दैनन्। यस्तो लोकतन्त्रको के अर्थ? सरकारले याद दिलाउनुपर्छ, गुप्त नीति बनाउने बेलामा जनताको भरपर्दो सल्लाहकार भनेको कानुन हो, कालो चस्मा लगाएर निर्णय गर्ने मन्त्री होइन। थाहा नपाएको बहाना हो कि खै कुन्नी के? सरकारी संयन्त्र भन्छ हामीलाई थाहा थिएन, अब भन्नुहोस् घर जलेपछि पनि हामीलाई थाहा थिएन भन्नु कति विडम्बनापूर्ण हो। यो विषयमा सबैले हात झिकेपछि प्रश्न उठ्छ, त्यो नीति कसले लेखेको हो? अफिसको चिया टेबलमा बस्दा लेखिएको हो कि सचिवले वर्ड फाइलमा टाइप गर्दा सपनामा देखेका कुरा हालिदिएका हुन्? राज्य चलाउने भनेपछि कागजको गल्ती पनि नीतिगत दुर्घटना हुन सक्छ भन्ने बोध हुनुपर्छ सरकारलाई। टेक एन्ड पे बजेटमा कसरी छिर्यो भन्ने रहस्यको पर्दा नखोलिएसम्म नीति निर्माणको ढोका होइन, लोकतन्त्रको मूल ढोका ढोकढकाउने दिन टाढा छैन। नलाग्दा लाज, लागेपछि के राज? अहिले सरकार झुक्किएको जस्तो देखिन खोज्दैछ, तर यो झुक्क्याउने नियतले आएको नीतिगत चाल हो भने त्यो लोकतन्त्रमाथिको कपटपूर्ण प्रहार हो। सरकारलाई सुझाव,
पानीको चोखो खोज्नु अघि गाग्री सफा गर्नु, नीति बनाउने प्रक्रिया सुधार्नुपर्छ। बोकाले बिउ खान्छ भनेर खेती जोत्न छाड्नु हुँदैन, अर्थात् एक गल्तीले सिङ्गो प्रणाली ध्वस्त पार्नु हुँदैन। लाज नमान, गल्ती स्वीकार गर, संसदमा आएर खुलस्त जवाब देऊ, नत्र जनताले यही भन्ने छन्। विकास भन्छौ, बिजुली छैन, नीति ल्यायो तर दिशा नै देखिँदैन। बजेट लेख्यौ, लेख्ने हातलाई थाहा छैन, बिजुली बेच्ने सपना देख्छौ, बत्ती चाहिँ टुकिहाल्नु। नीति बनाउँदा निदाउने अनि जवाफ दिँदा मुख छोप्ने।